अगर नदिने भए ठुलो आन्दोलन हुन्छ देशमा। किनभने यो कर्णाली ब्याङ्क सबभन्दा पुरानो ब्याङ्क हो, यो राष्ट्रिय ब्याङ्कले दिएको शाखा हो खुलेको। यो राष्ट्रिय ब्याङ्कले छानबिन गरेर राष्ट्रिय ब्याङ्कले पैसा दिन्छ कि कर्णाली ब्याङ्कले पैसा दिन्छ, नदिए हामी छोड्दैनौँ, हामी आन्दोलन गर्छौँ। यी भएका ब्याङ्कभरि जहाँ पनि छन् हामी तोडफोड हुन्छ, भोलि हुन्छ, यसको जवाबदारी कसले लग्नुपर्छ? जसले पैसा खायो उसले लगेर बेहोर्छ। हामी पैसा छोड्दैनौँ, हामी एक छोड्दैनौँ, दुई छोड्दैनौँ, हामीले अब यही गर्न पर्छ। सबैलाई मलाई यही मैले बिन्ती गरेको छु सबलाई। जो कर्णाली ब्याङ्कमा जतिले पनि हामीले बचत खाता राखेका थियौँ, मैले पनि राखेका थिएँ, जतिले राख्नु भएको छ, यो कर्णाली ब्याङ्कले बन्द हुँदाखेरिमा पनि हामीले थाहा पाएनौँ र जो बन्द खातामा थियो, जो चालु खाता आएन पैसा मिल्छ भनेर हामीलाई झुक्काए र पछि त्यो पैसा पहिला हामीलाई 10,000 पनि दिए, 5,000 महिनामा दिए। अहिले त 5,000 ल्याउन लागि पनि हामीले 4 महिना 3 महिना 4 महिना धाएर हामी ल्याउन जान्छौँ। र म के भन्न चाहन्छु भने सबै कर्णाली ब्याङ्कमा बचत भएको जति पनि हुनुहुन्छ, जैको जति पनि बचत छ, भलाई 1,000 बाट लगेर भलाई तपाईको भनौँ 50 लाख होला, कसैको करोडौं पनि होला। तर हामीले अब के गर्न पर्यो भने हामी यो थाकायो, हामीलाई बेसी थकाइसक्यो। यो राष्ट्र ब्याङ्कले लगेको छ, राष्ट्र ब्याङ्कले अब जे गर्छ भनेर हामीलाई सिक्युरिटीलाई सोधे पनि त्यही भन्छन्। म यहाँबाट नेपालगञ्जसम्म गएर नेवलगञ्ज पनि मिल्दाखेरिमा त्यो कर्णाली शाखाको ब्याङ्कले त्यही भन्यो। पछि हामीलाई एउटा कर्मचारी बनाएर राष्ट्र ब्याङ्कबाट आयो भनेर हामीलाई त्यही लगेर पनि हामीलाई सेयर काट्न लगाए। कतिले सेयर काटे, अब ब्याङ्क चालु हुन्छ, चैतको महिना वैशाखको महिना चालु हुन्छ भनेर भने, र केही पनि चालु पनि भएन। अहिले त्यो पैसाको कोही पनि मतलब ऊ छैनन्। हामीलाई जो दिन दिने हो भन्यो 10 पल्ट 20 पल्ट हर महिना 5-6 पल्ट फोन गरेर गयो भने ढकल पछाड गरेर हामी गरिब जनताहरूलाई हैरान गरेको छ यो ब्याङ्कले। अब यो 4-5 महिनाको एकपल्ट गएर 5,000 ल्याउनु भन्दा बरु हामी पैसा नल्याउनु जाउँ, त्यो पैसा नलगाऊ हामी। अब हामीले उपाय के गर्न पर्यो? अहिले राष्ट्र ब्याङ्कले जसले व्यवसाय गर्ने हो उसलाई 5 लाख 10 लाख हेरेर उसको व्यवसाय म बिना धिताको पैसा दिन्छु र सबले ऊ गर भनेर अहिले सरकारबाट, अहिले यस्तो ब्याङ्कबाट अहिले यस्तो हामी समाचार सुनिएको छ, सबले थाहा पाउनु भएको छ। अब हामी जति पनि खाता भएको मान्छे त्यसले पहिला हाम्रो जम्मा गरेको पैसा किन दिया छैन? त्यो हाम्रो के रकम होइन, त्यहाँ हाम्रो खातामा लेखिया छैन, जम्मा छैन र हामीलाई यो हैरान गरेर हाम्रो आँखामा छारो हालेका छन्। अब हामीले के गर्न पर्यो भने सबैलाई म ब्याङ्कमा जति पनि कर्णाली ब्याङ्कमा जति पनि हामी फसेका छौँ, यिनले फसाएका छन् हामीलाई, हामीले के गर्न पर्यो भने अब यो 5,000 ल्याउन नजाने, अब यो राष्ट्र ब्याङ्कलाई घेर्ने हो कि या यो कर्णाली ब्याङ्कलाई घेर्ने हो? घेरेर यो हाम्रो न्याय हुन चाहियो र हाम्रो पैसा एकैचोटि मिल्न चाहियो। कति बुढा बा आमाले बिचरा पैसा राखेर दबाई खान नपाएर थिए, यो ल्याएर आओ, ऊ ल्याएर आओ, तिम्रो यो कागज ल्याएर आओ, डाक्टरको सर्टिफिकेट ल्याएर आओ भनेर हामीलाई भित्र आँखा छारो हाल्छन्। र जो पनि संस्थाका ठुल्ठुलाहरू जो नेताहरू थिए, मैले कतिलाई देखेँ, त्यो पैसा भित्र सारमा यिनले मिलाइसकेका छन्, सेटिङ लगिसकेका छन्। जो सिधा सादा हामी जनता हौँ, हाम्रो खाडी मुलुकमा गएर बेल्चा हानेर हामीले कमाएको पसिनाको कमाइ त्यो जम्मा गर्दाखेरि हामी आज चाहिएको टाइममा हामी निकालेर हामी दबाई खान पाएका छैनौँ। आज यो नयाँ बनेको सरकारले सबको घर घरै आएर हामी दैला जनतालाई सोध्छौँ, हामी सहायता गर्छौँ, सबैलाई सोध्छौँ, जे पीडित परेको छ त्यो पुरा गर्छौँ, माग पुरा गर्छौँ भनेर अस्ति यही दिन घन्टी भनेर हामीले पनि त्यही भन्न लागेर घन्टीलाई छाप लगायौँ। आज सरकार बनायौँ, आज सोधो भने हामीले यो एरियाको भनौँ मधुवन नगरपालिकाको एरियाको यो को नेता हो, नेतै नचिनेर हामीले घन्टीमा बोर्ड लगाएर जिताए। खोइ आज हामीलाई कति पीडित छ, आज कस्तो हामीलाई आज हामीले एउटा दबाई पाएका छैन, हाम्रो बुवाआमाले दबाई नपाएर मर्न परेको छ। जम्मा गरेको यो सहकारी ठगले यो केले खाएको पैसा के गरेको, हामीलाई यसको न्याय चाहियो, पैसा मिल्न पर्यो। यो सबै मिलेर हामीले यो घेरा गरौँ। अगर दिन्नन् भने हामी आन्दोलन गरेर त्यो ब्याङ्क छ, राष्ट्र ब्याङ्क हो, जो पनि यो खाएको पैसा लग्ने पैसा आफ्नो लगिसक्ने, दिने पैसा जम्मा गरेको पैसा नदिने। म सबै साथीभाइहरूलाई यो भन्न चाहन्छु, जति पनि आमा बुवा दाजुभाइ जति पनि हुनुहुन्छ यो ब्याङ्कमा खाता भएको मान्छेले सबैले अब यो 5,000 ल्याउन नजाउँ। 5,000 ल्याउन जाँदाखेरिमा कति भाडा खर्च भएको छ, कति टाढाबाट आउन परेको छ, सब हजुरलाई थाहा छ हैन? भनेपछि अब यो 5,000 ल्याउन नजाउँ र हामीले अब के गरौँ? यो ब्याङ्कलाई कसले दिने हो, कहाँबाट लगेको, के गरेको भन्ने यो ब्याङ्कले जसले भनेको छ त्यो ब्याङ्कलाई हामीले सबै आन्दोलन गरेर हामी सबै जनता कट्टा भएर त्यहाँ हामी खातावाला
त्यो कुरो गर्नु पर्यो, यसको न्याय माग्नु पर्यो। को रहेछ नि अगाडि नेतै बनेर पहिला तिनै पार्टीले खाए भन्थे, अहिले त अर्को नयाँ पार्टी आएको छ, नयाँ पार्टीले के गर्दो रहेछ त नयाँ सरकारले, त्यो पनि हामी उ गरौँ, सरकारसित यो निवेदन पिराउँ। म भन्छु यो कुरा सबै अब 5,000 रुपियाँ ल्याउन हामी अब कहिले दिनेको, आज दिएको 2 महिना हुन आछ, अब कति 3 महिना पछि दिन्छ, कहिले दिन्छ, फोन कसैले पनि फोन नगर्नुहोस्, केही पनि नगर्नुहोस्, सिधा एक जग्गा हामी भन्नुहोस्, ऊ ठाउँमा हामी भेला हौँ र हामी यो सल्लाह गरौँ। जति खाता छन् सबै खाता आफ्ना चेक बुकहरू सबै ल्याएर खाता भएको मान्छेले 10,000 जति पनि छन्, हजुरको कोही पनि आफ्नो 500 को नि माया हुन्छ, खाता भएको मान्छेले सबैले हामीले यो खाता उ गरेर हामी एकपल्ट हामीलाई यो सरकारलाई ध्यान आकर्षण गराउँ। कर्णाली ब्याङ्कमा खाता खोलेर सबै जम्मा गरेको मान्छे अब कोही पनि नडराउँ, किनभने कि त्यही कर्णाली ब्याङ्कले दिन्छ कि राष्ट्र ब्याङ्कले दिन्छ। अगर नदिने भए ठुलो आन्दोलन हुन्छ देशमा, किनभने यो कर्णाली ब्याङ्क सबभन्दा पुरानो ब्याङ्क हो, यो राष्ट्रिय ब्याङ्कले दिएको शाखा हो खुलेको। यो राष्ट्र ब्याङ्कले छानबिन गरेर राष्ट्र ब्याङ्कले पैसा दिन्छ कि कर्णाली ब्याङ्कले पैसा दिन्छ, नदिए हामी छोड्दैनौँ, हामी आन्दोलन गर्छौँ। यी भएका ब्याङ्कभरि जहाँ पनि छन् हामी तोडफोड हुन्छ, भोलि हुन्छ, यसको जवाबदारी कसले लग्नुपर्छ, जसले पैसा खायो उसले लगेर बेहोर्छ। हामी पैसा छोड्दैनौँ, हामी एक छोड्दैनौँ, 2 छोड्दैनौँ, हामीले अब यही गर्न पर्छ। सबैलाई मलाई यही मैले बिन्ती गरेको छु, सबलाई, सबै खाता भएको मान्छे एक दिन को दिन हुने हो, तपाईँहरू सबैले सल्लाह गरौँ र एक दिन हामी यो मिटिङ राखेर हामीले यो न्याय गर्नुपर्छ। नगएपछि हामी दुःख पाइरहन्छौँ, कोही पैसा नखाएर हामी दबाई खान नपाएर हामी मरेर जाने हो, यो पैसा यहीँ रहने हो, कसले खाएको छ त्यो छानबिन गरी पाऊँ भनेर हामी सरकारसित निवेदन पनि चढाउँ, सबै गरी गरौँ र यसको न्याय जरुर हुन्छ। यसको लागि नडराउनुहोस्, आउनुहोस् सबै, हामीले जम्मा गरेको खुन पसिना, हामी पैसा कमाउँदाखेरिमा हामी डरेनौँ भने जम्मा गर्दाखेरिमा हामी डरौँ, अहिले आफ्नो पैसा माग्दाखेरिमा किन डर्ने, केको लागि डर मान्नुहुन्छ? त्यो कर्मचारी हुन्, कोही पनि हुन्, राष्ट्र ब्याङ्कको म्यानेजर होस्, कोही पनि होस्, हामी गएर तिनलाई भन्नुपर्छ, कुरो गर्नुपर्छ। आउनुहोस् सबै मिलेर यो काम गर्नुपर्छ। हस्, धन्यवाद, सबैलाई नमस्कार।